विन्ध्यवासिनी म्युजिक प्रस्तुत गर्दछ विन्ध्यवासिनी म्युजिक कभर। अभावमा बाँच्न सक्छौं, दुःखमा हाँस्न सक्छौं, यो देशको स्वाधीनतालाई शिरमा राखेर। पानीले पेट भरौँला, बरु भोकै मरौँला, बसिँदैन विदेशीको मुख ताकेर। पानीले पेट भरौँला, बरु भोकै मरौँला, बसिँदैन विदेशीको मुख ताकेर, बसिँदैन विदेशीको मुख ताकेर। मिला केपी प्रचण्ड, मिला सुशील दाई, एकताको खाँचो छ अहिले देशलाई, एकताको खाँचो छ अहिले देशलाई। मिला 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 केपी प्रचण्ड, मिला सुशील दाई, एकताको खाँचो छ अहिले देशलाई। मिला केपी प्रचण्ड, मिला सुशील दाई, एकताको खाँचो छ अहिले देशलाई, एकताको खाँचो छ अहिले देशलाई, एकताको खाँचो छ अहिले देशलाई। सार्वभौम देश हाम्रो, नियम कानुन सब हाम्रो, छिमेकीको टाउको किन दुख्ने हो? न त सुके नदी नाला, न त झुके हाम्रा पुर्खा, तिनैका सन्तति किन झुक्ने हो? न त सुके नदी नाला, न त झुके हाम्रा पुर्खा, तिनैका सन्तति किन झुक्ने हो? तिनैका सन्तति किन झुक्ने हो? मधेसको आवाजलाई सम्बोधन गर, छिमेकी भनाउँदाको घर नपर, छिमेकी भनाउँदाको घर नपर। मधेसको आवाजलाई सम्बोधन गर, छिमेकी भनाउँदाको घर नपर। मधेसको आवाजलाई सम्बोधन गर, छिमेकी भनाउँदाको घर नपर, छिमेकी भनाउँदाको घर नपर, छिमेकी भनाउँदाको घर नपर।
रोटी र बेटी भन्छौ हाम्रै घाँटी रेटी रहन्छौ म चाहिएता तिम्रो सदा सहायता बाझो बारी खानौला आत्मनिर्भर बनौला भन्ने छ यो देश एकजुट भए त बाझो बारी खानौला आत्मनिर्भर बनौला भन्ने छ यो देश एकजुट भए त भन्ने छ यो देश एकजुट भए त उपेन्द्र महन्त राम्रो बाटो रोजा वार्ताकै माध्यमबाट सहमति खोजा वार्ताकै माध्यमबाट सहमति खोजा उपेन्द्र महन्त राम्रो बाटो रोजा वार्ताकै माध्यमबाट सहमति खोजा उपेन्द्र महन्त राम्रो बाटो रोजा वार्ताकै माध्यमबाट सहमति खोजा वार्ताकै माध्यमबाट सहमति खोजा वार्ताकै माध्यमबाट सहमति खोजा कस्तो लाग्यो त यो सौगात एकदम राम्रो कार्यक्रम हेर्दै गर्नु दर्शकहरूलाई पनि विनम्र अनुरोध गर्न चाहन्छु एनटिभी प्लसबाट यहाँले लाइभ हेर्न सक्नुहुन्छ यस्ता थुप्रै नेपालीपन बोकेका रोचक प्रस्तुतिहरू यहाँलाई हामीले ल्याउनेछौँ एकदमै नेपाली गीत सङ्गीत मलाई एकदमै लोभलाग्दो माध्यम लाग्छ हाम्रो भावना व्यक्त गर्नको लागि उहाँले समय सापेक्ष शब्दहरूमा हामी सबैको मर्म यही एउटा गीतमा व्यक्त गरिदिनु भयो साथीहरूलाई धन्यवाद दिन चाहन्छौँ उहाँहरू हुनुहुन्थ्यो बद्री पङ्गेनी मन्जु गुरुङ र यो राम्रो कोरियोग्राफी गर्नुभएको छ भागीरथा गाहाजीले